यस भिडियोमा चाहिँ हामीले कसरी मेरो सेयर डिमेट अकाउन्ट रिन्यू गराउने त्यसबारेमा बताउने छ साथीहरु। यदि तपाई हाम्रो च्यानल नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन सक्नुहुन्छ साथीहरु। अब लागौं स्क्रिनतर्फ। हामीले चाहिँ मेरो सेयर डिमेट रिन्यू गराउनको लागि चाहिँ हामीले आफ्नो मोबाइलमा चाहिँ क्रोम ब्राउजर अथवा जुनसुकै एउटा ब्राउजर ओपन गर्नुहोस् साथीहरु। ब्राउजर ओपन गरिसकेपछि लिंक चाहिँ म डिस्क्रिप्सनमा पनि राखिदिन्छु साथै त्यसमा क्लिक गरेर तपाईले डाइरेक्ट वेबसाइट ओपन गर्न सक्नुहुन्छ मेरो शेयरको। क्रोम ओपन गरेर जस्ट मेरो share.tsc.com.np ट्याब गरेर सर्च गर्नुभयो भने जस्ट हाम्रो मेरो शेयरको वेबसाइट खुल्छ साथीहरु। जस्ट अब चाहिँ हामीले सिलेक्ट योर डीपी भनेको छ। तपाईले यसमा चाहिँ आफ्नो कुन बैंकबाट खोल्नु भयो अकाउन्ट त्यो बैंकको चाहिँ डीपी राख्नु पर्ने हुन्छ। जस्ट मेरो ग्लोबल क्यापिटल हो तपाईको जुन हो त्यो राख्नु होला साथीहरु। त्यसपछि आफ्नो युजर नेम राख्नु होला र पासवर्ड राखेर लगइन गर्नु होला साथीहरु। पासवर्ड राखेर लगइन गरिसकेपछि हाम्रो एक्सपायर भइसकेपछि यस्तो देखाउँछ साथीहरु, योर मेरो सेयर अकाउन्ट हैज बीन एक्सपायर्ड, renew your मेरो अकाउन्ट बाइ अनलाइन पेमेन्ट or visit your DP भने जस्ट अब हामीले के गर्नु पर्यो भने जस्ट तर देख्न सक्नुहुन्छ प्रोसिड भन्ने अप्सन छ साथीहरु। जस्ट यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि अब मेरो शेयरको चाहिँ 5 वटा पेमेन्ट पार्टनरहरु छ अहिले चाहिँ। तपाई चाहिँ ई सेवा आईडी छ भने ई सेवाबाट, खल्ती छ भने खल्ती, पर रुपैयाँ छ भने पर रुपैयाँ, कनेक्ट आईपीएस को लिंक छ भने यसमा, आईएमपी खोल्नु भएको छ भने वालेट यसमा जुन छ तपाईसँग त्यसमा क्लिक गर्नु साथीहरु। जस्ट म चाहिँ ई सेवाले पेमेन्ट गर्छु साथीहरु। जस्ट म चाहिँ ई सेवामा क्लिक गर्छु। ई सेवामा क्लिक गरिसकेपछि जस्ट कति वर्षको लागि गर्न चाहनु भएको, 1 वर्षको लागि कि 2 वर्षको लागि, हामीले चाहिँ 10 वर्षसम्मको लागि चाहिँ मेरो सेयर अकाउन्ट रिन्यू गर्न मिल्छ र डिमेट अकाउन्ट चाहिँ जति वर्षलाई गर्न मिल्छ साथीहरु। त्यसको लिमिट चाहिँ देखाएको छैन यसमा। अब हाम्रो चाहिँ मेरो शेयर कहिले एक्सपायर हुन्छ भनेर डेट हामीले यता देख्न सक्नुहुन्छ र डिमेट कहिले एक्सपायर हुन्छ यसरी यता हेर्न सक्नुहुन्छ साथीहरु। अब चाहिँ तपाई मेरो शेयर मात्र अपडेट गर्न खोज्नु भयो भने जस्ट मेरो शेयरमा क्लिक गर्नुहोस्। कति वर्षको लागि यसरी चुज गर्नु होला र डिमेट मात्र अपडेट रिन्यू गर्न खोज्नु भयो भने जस्ट डिमेटमा क्लिक गरेर कति वर्षको लागि त्यो चुज गर्नु होला। म चाहिँ मेरो शेयर डिमेट 1 वर्षको लागि गर्छु रिन्यू। जस्ट यति क्लिक गरेर तल टोटल पोइन्ट यति भनेर देखाएको छ साथीहरु। मेरो शेयरको 50 र डिमेटको 100 रुपैयाँ। जस्ट प्रोसिडमा क्लिक गर्नु होला साथीहरु। अब हामीले प्रोसिडमा क्लिक गरिसकेपछि हामीले यसमा आफ्नो ई सेवा आईडी राख्नु पर्ने हुन्छ। जस्ट यसमा आफ्नो मोबाइल नम्बर राख्नु होला ई सेवा आईडी को। नम्बर राखिसकेपछि आफ्नो ई सेवाको पासवर्ड राख्नु पर्ने हुन्छ साथीहरु। जस्ट पासवर्ड राख्नु होला। पासवर्ड राखिसकेपछि जस्ट टोकन भने आउँछ। त्यसपछि अब हाम्रो मोबाइलमा चाहिँ एउटा मेसेज आउँछ साथीहरु, ओटीपी कोड। जस्ट त्यो कोड राख्नु होला। आफ्नो ओटीपी कोड राखिसकेपछि जस्ट कन्टिन्यू पेमेन्टमा क्लिक गर्नु होला साथीहरु। यति गरिसकेपछि तपाईको ई सेवा आईडी, तपाईको नाम, तपाईको कन्ट्याक्ट नम्बर, तपाईको एड्रेस, इमेल सबै देखाउँछ साथीहरु। जस्ट अब चाहिँ कन्टिन्यू पेमेन्टमा क्लिक गर्नु होला साथीहरु तल। यति गरिसकेपछि हामीले जस्ट कन्फर्म गर्न पर्ने हुन्छ फेरि। जस्ट कन्फर्ममा क्लिक गर्नु होला। अब चाहिँ हाम्रो पेमेन्ट सक्सेस हुन्छ साथीहरु। अब तपाईले देख्न सक्नुहुन्छ पेमेन्ट सक्सेसफुल भनेको छ। यसमा तपाईको चाहिँ आईडी, नाम, कति रुपैयाँ, के गर्नु भएको छ, केबाट आईडी गर्नुभयो, सेवाबाट गर्नुभयो, आईएमपी सबै यसरी। रिन्यू डेट चाहिँ कहिलेको लागि रिन्यू गर्नु पर्छ भनेर यसरी देखाएको छ साथीहरु। 2025 भनेर देखाएको छ। अर्को रिन्यू डेट चाहिँ यसरी भनेर देखाएको छ साथीहरु। जस्ट अब चाहिँ मेरो शेयरको चाहिँ हाम्रो एक्सपायर अब चाहिँ अहिले अघि चाहिँ 2024 7 को 7 थियो भने अहिले 2025 जुलाई 13 भइसकेको छ भने डिमेट चाहिँ अघि हाम्रो 2081 को 331 थियो भने अहिले चाहिँ 2082 331 भइसकेको छ। जस्ट अब चाहिँ गो टु होम पेजमा गएर तपाईले आफ्नो अब आईडी लगइन गर्नु भयो भने
जस्ट अब लगइन हुन्छ हाम्रो आइडी साथीहरु जस्ट तपाईले अब देख्न सक्नुहुन्छ आफ्नो मेरो शेयर प्रोफाइलमा क्लिक गरेर तपाईको चाहिँ कहिले हुन्छ रिन्यू गर्नुपर्ने डेट अब नेक्स्ट सबै यसरी देखाउँछ 2082 साल 381 मा 331 मा चाहिँ हाम्रो डिमेट अकाउन्ट एक्सपायर हुन्छ भने 2025 को 7-13 तारिखमा चाहिँ हाम्रो मेरो शेयर एक्सपायर हुन्छ भनेर देखाएको छ अब अझै पनि हामीले चाहिँ अपडेट रिन्यू गर्न मिल्छ जस्ट रिन्यू अकाउन्ट तपाईले क्लिक गर्नुभयो भने तपाईले अझै थप चाहिँ कति वर्षको लागि गर्न चाहनुहुन्छ त्यतिको लागि चाहिँ तपाईले अझै रिन्यू गर्न सक्नुहुन्छ साथीहरु यदि हाम्रो च्यानल नयाँ हुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोड्न सक्नुहुन्छ साथीहरु थप अपडेटको लागि हस् धन्यवाद साथीहरु